नमस्ते सबैजनालाई। आज शहीद दिवस। ज्ञात अज्ञात शहीदहरूप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली। तर शहीद जन्मन्छ कसरी त्यो एकताली आज तपाईहरुसँग कुरा गर्न चाहन्छु। हाम्रो इतिहास हेर्ने हो भने हरेक चोटी सत्ता विरुद्ध आवाज उठाइन्छ, आवाजको विरुद्ध गोली बर्साइन्छ र गोलीले जन्माउँछ नेपालमा शहीद। हरेक 20 वर्ष 10 वर्षमा आन्दोलन हुन्छ भनेर निर्धक्क साथ धेरैजनाले भन्छ। तर हरेक चोटी यो शहीद जन्माउने परिपाटी अब हामीले कहिलेसम्म ठेक्ने? अब जेन अल्फाले पनि फेरि अर्को आन्दोलन गर्छ भनेर कुरेर बस्नु त भएन। यसको लागि मलाई लागेको यो हामीले पोलिटिशियनहरूले हामीले राजनीतिक कर्मीहरूलाई गाइड नगरेको हो कि जस्तो लाग्छ। उहाँहरू लिएर आउनुहुन्छ भव्य भव्य बाचाहरू, हैन, देशलाई स्विट्जरल्यान्ड बनाउँछु भनेर। हामीले नसोध्ने प्रश्न चाहिँ कसरी बनाउनुहुन्छ त? त्यो के हो त? रेल ल्याउँछु भन्छ, राम्रो कन्सेप्ट हो, कसरी ल्याउनुहुन्छ? हामीले डिपिआर खोजेको होइन है, त्यो डिटेल प्रोजेक्ट रिपोर्ट खोजेको होइन, त्यसको लागि पैसा पर्छ थाहा छ। तर जनतालाई आशा बाँध्दाखेरि एउटा कर्णप्रिय शब्द मात्रै हाम्रो घोषणापत्रहरूमा राइम गर्ने, हैन, यो जनताको आशा समथिङ समथिङ त्यस्तो खालको राइम गर्ने मात्रै शब्दावली प्रयोग गरेर हामी कति बेलासम्म यो आश्वासनको भरमा बस्ने? हामीलाई रिस छ। यो इलेक्सन त रिसैको इलेक्सन हो, मलाई नि रिस छ। तर त्यो रिस पछिको त्यो शान्तको पिरियडमा त्यति बेला चाहिँ हामीले के गर्ने? त्यसकारण मैले तपाईहरु सबैलाई अपिल गर्न चाहन्छु, यो भिडियोसँगै राखिएको गुगल फर्म साइन अप गरिदिनु होला। तपाईसँग जे क्षमता छ त्यही क्षमतामा रहेर तपाईँ यदि आन्दोलन गर्नुभएको छ, तपाईले उखु किसानको लागि आन्दोलन गर्नुभएको छ होला, तपाईले सहकारी पीडितको लागि आन्दोलन गर्नुभएको छ होला, मिटर ब्याजको लागि गर्नुभएको छ होला, तपाईले शिक्षक भएर आन्दोलन गर्नुभएको छ होला, तपाईको डिमान्डहरू छ। पटक पटक सरकारले शिक्षकहरूसँग, आन्दोलनकारीहरूसँग, विभिन्न खालको आन्दोलनकारीसँग सम्झौता गरेका छन्। त्यो सम्झौता पछि ज्ञापन पत्रको रूपमा सांसद भइसकेपछि, मन्त्री भइसकेपछि लौन हजुर भनेर यो बिन्ती पत्र चढाउने जस्तो त्यो परिपाटी अब रोकौं। यदि अहिले चुनाव अगाडि तपाईसँग भोट माग्न आउँदाखेरि तपाईले उहाँहरूलाई सोध्ने हो, हामीसँग सरकारले यो क ख ग घ यो सम्झौता गरेका छन्, यसमा तपाईको पार्टीको धारणा के हो, यसमा तपाईको धारणा के हो? त्यो उहाँहरूले जब बोल्छन् त्यो भिडियो अडियो खिचेर राख्ने। अब यो कसरी भन्ने प्रश्न सोध्ने अभियान। हामीलाई बाचा सपनाहरू धेरै दिया छ, त्यो पूरा चाहिँ कसरी गर्नुहुन्छ त? कति समयमा गर्नुहुन्छ? 100 वर्षमा म रेल बनाउँछु भनेपछि 100 वर्षमा त हुँदैन। ल ठिक छ, मेरो सन्ततिले पाउँछ भने ल 100 वर्ष पनि ठिक छ। तर कहिलेसम्म पूरा गर्नुहुन्छ? कसरी पूरा गर्नुहुन्छ? उदाहरणको लागि तपाईलाई अब अहिले एकदम आउने शब्द चाहिँ हामी नलेज इकोनोमी बनाउँछौँ भन्छ। नलेज इकोनोमीको लागि तपाईले उच्च शिक्षामा के सुधार गर्नुहुन्छ? उच्च शिक्षामा लगानी कति गर्नुहुन्छ? उच्च शिक्षाको लागि तपाईको रिसर्चको फन्डिङ कति हुन्छ? त्यो कुरा नसोध्ने हो भने त सुन्दाखेरि ए हो त भन्छौँ र अनि त्यो बाचा गर्ने मान्छेहरू मन पर्यो भने हामी उहाँहरूको लागि एक्सक्युज पनि बनाइदिन्छ। काम गर्न दिएन होला कर्मचारीहरूले। कर्मचारीहरू कस्तो छन् त अहिले थाहा छ त? काम गर्न नदिने कर्मचारी बावजुद कसरी काम गर्ने भनेर सोध्ने हो नि त। काम गर्न नचाहने कर्मचारीलाई काम गर्न चाहने कर्मचारी कसरी बनाउने भनेर सोध्ने हो। त्यसकारण अब यो एक्सक्युज बनाउने बाटो नै बन्द हुने गरी कसरी चाहिँ गर्नुहुन्छ भन्ने प्रश्न सोध्ने अभियानमा जोडौं। दिस इज फ्रम तपाईको प्रोमिसेस टु पोलिसिज। हामीले जुन हामीलाई सोधा भन्छ नि के 5W र 1H, कहाँ गर्छौ, कसरी गर्छौ, कसको लागि गर्छौ, कति समयमा गर्छौ, त्यो प्रश्न अब सोधौं। हामीले नागरिकले यो प्रश्न सोध्न थाल्यौं भने बल्ल राजनीतिक कर्मीहरू सही बाटो लाग्छन्। बाल पाराले बाचा बाँड्दै पनि सपना पनि बाँड्दै हिँड्दैनन् र हामी त्यो फेरि निराशाको बिन्दुमा हाम्रो अब आउने पुस्ता जन अल्फाको पुस्तालाई हामी पुग्न नदेऊ। आज शहीद दिवसको दिन, आज जतिजना ज्ञात अज्ञात शहीदहरू छन्, यतिमै मात्रै नेपाल आमाले यति मात्रै शहीद मागेको छ। अब जन अल्फाले चाहिँ नि प्रोटेस्ट गरेर, आन्दोलन गरेर, जनताले फेरि प्रोटेस्ट गरेर यो वातावरण बन्द गर्नको लागि सचेत नागरिक हौं। सचेत नागरिकले प्रश्न सोध्छ, सचेत नागरिकले सही प्रश्न सोध्छ। यो अभियानमा जोडौं। कसरी? प्रश्न सोध्ने अभियान। धन्यवाद। नमस्कार।